सुटिङहरू हुन्थ्यो है। कति यो रायसँगले इब्राहिमजीहरू अन्य आउँथ्यो क्या जमानामा। यही ठाउँमा हुर्किएको हो। यस्तो पहिला थिएन, अहिले धेरै राम्रो बनायो नि। पहिला अब फट्टा फट्टा साइकलहरू हिँड्थ्यो, अब साइकल बाइकहरू हिँड्न पाउँदैन। यो माछानी स्कुल पनि भत्काएर बनाएको। यो स्कुल कस्तो थियो र पहिला? फर्केको थियो, उतापट्टि फर्केको थियो, अगाडिपट्टि फर्केको थियो, अहिले यस्तो देब्रे साइड फर्काएर राखेको थियो। धेरै नै चेन्ज भयो। मान्छेहरू बेलुका बेलुका आएर यसो फ्रेस हुन्छन्। 24 घन्टा मोबाइल हेरेर बस्नुभन्दा होइन, साथीभाइसँग भेट्यो, फ्रेस भयो। बेलुका बेलुका आएर मोबाइलबाट अब सोसियल मिडियाहरूबाट पर बस्ने, साथीभाइसँग बेलुका बेलुका फ्रेस हुने घुम्ने, यही त हो नि रमाइलो भनेको। 24 घन्टा मोबाइल मैले हजुरको नि भिडियो लिएँ। रुखहरू पनि थियो, कति रुख त काटे यार यहाँनिर। यहाँ चाहिँ मात्रै रुख छ। यो पिपलको बोट त जमाना कति 35-40 वर्ष भयो पिपलको बोट त। हो र? कति हाँगेर काटेर सानो बनाएको नि, उता उता पुगेर। कति वर्ष भयो हजुरले यो ठाउँलाई चिनेको? यो ठाउँमा यही ठाउँमा आएको छ 16, 17, 18 वर्ष भयो। हो र? के फरक पाइछ त पहिला र अहिलेमा? अब पहिलाको साथीहरू छैनन्, त्यही त हो नि। के हुन्छ सुनसान लाग्छ। पहिला साथीहरू थिए? पिँढी छन्, नयाँ ठाउँ छ। मन्दिरहरू डेकोरेसन गरेर नयाँ बनाएको भत्काएर कलर सलर गरे। कुनै कुनै मन्दिरभित्रको चाहिँ सेम हो, बाहिरको चाहिँ फेरेको हो। मेन मूर्ति चाहिँ जहाँको त्यही छ, बाहिरको डेकोरेसनहरू बनाए, बत्ती सत्ती राखे। भजन कीर्तन हुन्छ अहिले, पहिला हुँदैन थियो। सबै यताउति बारेर अहिले कस्तो राम्रो बनाएको छ है। गेट पनि नयाँ फेर्यो। उता पूर्व त अगाडि पछाडि दुईवटा गेट राखेको छ। मान्छेहरू आउँछन्, कुराकानी गर्छन्, यसरी बस्छन्, गर्छन्, बोल्छन्, परिवार साथीभाइ आफन्त खुच्चाखुच्चीहरू आएर यहाँ बल खेल्दा रहेछन्। अहिले मैले भिडियो खिचाउँदाखेरि हो तिनीहरूले नखेलेको? होइन, आफ्नो कहाँ? त्यहाँ माथि मन्दिरको त पिटिङमा क्या हो यसरी। त्यहाँ पनि हामी 15-16 वर्ष अगाडि त्यसरी बसेको थियो क्या, त्यस्तै याद। यो बेटीमा फोटो हेर्दा फोटो पहिला खिचेको फोटो फेरि आएछ त। रहेछ पुरानो। पहिला पहिला अब क्यामेरा यस्तो थिएन। अहिले पो राम्रो राम्रो क्यामेरा, मोबाइलवाला क्यामेरा आयो त। बसेको थियो के त्यहाँनिर हेर न। आज भने स्कुल बेलाको क्या। हजुर कुन चाहिँ हो? म त ख्याउटे पातला लुरे हड्डी मात्रै रहेछ यो क्या। लुरे न लुरे हेर न। यहाँ जुत्ताको लेस हेर न। अब जमानामा क्या एउटा सेतो एउटा रातो, कहिले काहीँ प्यान्ट हरियो लाउने, रातो लाउने, ब्ल्याक एन्ड ब्ल्याक बन्ने, आँखामा गाजर लाउने, कपाल ठाडो बनाउने होइन। पहिले एउटा ब्यागीको हिपहप जमाना आयो, त्यसपछि ब्यागी, त्यसपछि चुज डन सोच्ने क्या आफूलाई। यही मन्दिरमा बस्यो, त्यही मन्दिर छ। भिडियोमा विचार गरिस् ल यो फोटो पनि रहेछ हेर, मलाई त थाहै थिएन। हेर न यहाँ।